हेलो गाइज हजुरहरु सबैजनालाई मेरो न्यू ब्लगमा स्वागत छ। हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो त्यही हो गाइज, आज म गाउँ आइरहेको छु नि त, त्यही भएर गाउँको मैले ब्लग बनाएको थिइनँ, आज बनाउँदैछ। आज झन् धार आइरहेको छु नि त। बुकिङ 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 घुन्टुङ डुङ घुन्टुङ 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 डुङ घुन्टुङ। यस अल्छेको दाजा भनेर चाहिँ चिन्नु पर्ने हुन्छ यता। अब साबुन मात्र बोकेर हामी घर लाग्दिएको गाइज, हेर्नु सक्नुहुन्छ। केही छोडेन होइन। अब मैले चाहिँ खानासाना बनाएर आइदिएको नि त, खाना भन्नाले नि दाल र तरकारी चाहिँ पकाइदिएको। खाना अब गएर बस्नु पर्ने हुन्छ, अनि हामी चाहिँ खाना खुवाउनु जानु पर्ने हुन्छ मान्छेलाई। गाइज हामी बस्नु आइपुग्यौँ धाराबाट। धारा त नजिकै छ नि त, त्यही भएर हामी छिटो घर आइपुग्यौँ भन्नुहुन्छ। अब यहाँ लुगा सुकुछ यो हाम्रो घर। म हुर्केको गाउँ चाहिँ यही हो, हेर्नु सक्नुहुन्छ। हामी पहिला खेलेको ठाउँको त हाम्रो बाइक यहाँ छ। यो गाइज यस्तै छ हाम्रो गाउँ। यो चाहिँ यता माक्लुङ हो। हामी चाहिँ त अहिले पञ्चायतमा बस्छौँ नि त, माक्लुङमै बसेको भनौँ न, खेलेको ठाउँहरू हो। यता हाम्रो दाजुको घर, यता उता सरको घर, दाजुभाइको भनौँ न, दाजुको उता यता भाइको यता। अब म चाहिँ राख्नु जान्छु तल। त्यो म साबुनहरू पनि राखिसकेँ नि त। म यता जाँदैछु। अब यता खोर्दिँदै सब्जीहरू यस्तो लगाउनु भएको छ। हाम्रो आङीले चाहिँ टक्कसँगले यता चाहिँ हिजो मकै छरेको ल, यता चाहिँ म यता जाँदैछु नि त बाख्रा खोरतिर। अब बाख्रा चाहिँ फेरि एउटा छ बिहान घाँस झुन्डेर खाएकै रहेनछ यसले। फेरि घाँस चाहिँ उता तल चाहिँ हाम्रो मामाहरूकै हो, त्यो घर नि मामाहरूको हुनाले मामाहरूकै हो भनौँ न, मामाहरूकै हो। यता माइ चाहिँ यहाँ चाहिँ के छ भन्नुहुन्छ होला, यहाँ भनेको चाहिँ हाम्रो ब्रोइलर कुखुरा छ। 200वटा कतिवटा चल्ला छ नि त लगाएको छ। यस यता धन्ने हेर्नु सक्नुहुन्छ, फुलेर सबै हुन्छ यता घाँसहरू। यही हो गाइज। अब यहाँ छ चल्ला चाहिँ, यहाँ छ नि त यो गोठाहरूमा। ऊ त्यसमा चाहिँ एउटा छ, यसमा चाहिँ धेरै छ। म्याम्स ओ म्याम्स, हाम्रो म्याम्स यता के छ म्याम्स? पुरा पेपर खोइ लिपेको खोइ त नि। ए सक्नुहुन्छ रे यहाँ नि त कतिवटा अरे मामा यो चल्लो कतिवटा लगाएको अरे यहाँ? 50। यहाँ चाहिँ 50वटा हेर्नु सक्नुहुन्छ। खोइ लिपेको नि। मान्छ डान्स हेर्नु खुसी नि हो म्याम्स होइन को कान्छ अघि लुगा धोएर आइसक्यो मान्छ त सपनामै। के भनिदिनु खोज्नु भएको हाम्रो कान्छलाई? यहाँ चाहिँ एउटा छ होइन, यहाँ एउटा छ, ठुलो छ, देखिँदैन रहेछ। यहाँ देखिँदैन रहेछ नि, यहाँ चाप लगाएको रहेछ। एउटा छ ठुलो छ, तर एउटा छ कहाँ हो यहाँबाट? दाजुको चाहिँ बाइक हल्का अस्ति पल्टेर बिग्रिरहेको छ नि त, यहाँ भाँचिरहेको छ। हल्का पनि शान्ति छ। एब्जेटो नि त्यो भर्खर कुदाएर राखेको मैले नै, आम्बो खतरा भइसक्यो नि। के छ जोजो? हाम्रो जोजो आँखा झिमिक माल गाई त्यस्तो टाइपको एकै बचन अब हामी चिनतिर खानासाना खाएर चाहिँ जानेवाला छौँ पञ्चमी खाना पुर्याउनु। किचनमा चाहिँ हाम्रो यहाँ पाक्दैछ। यहाँ भात यहाँ अघि पकाइसकेको